सबैभन्दा पहिले यो भिडियोको आवाज सुन्नुहोस्। आज विद्यालयको बसे बिदा पछिको पहिलो दिन। अरू शिक्षकभन्दा अलि चाँडै आएछु। विद्यार्थीहरू पनि फ्याटफुट्ट आइसकेका रहेछन् केही समयको पर्खाइपछि। हामी लाग्छौँ बिहानीको प्रार्थनातर्फ। धेरै कन्टेन्ट क्रिएटरहरूले चाहिँ यस्तो मिठो भोइसवाला चाहिँ भिडियो बनाएर सुन्नुभयो होला है, रिलहरूमा अनि गएर चाहिँ टिकटकहरूमा सुन्नुभयो होला है, देख्नुभयो होला। एकदम भोइस राम्रो भयो भने भ्युज चाहिँ एकदम राम्रो जान्छ कि साथीहरू है। अनि भिडियो क्वालिटी पनि अब ठिकठिकै भयो हुन्छ साथीहरू, तर भोइस चाहिँ क्लियर हुनुपर्छ कि तपाईँको। त्यसको लागि चाहिँ भोइस क्लियर कसरी गराउने, यो एआईबाट तपाईँको मोबाइलबाट फ्रीमा गर्न सक्नुहुन्छ है साथीहरू। त्यो चाहिँ म सिकाउँदैछु। त्यसको लागि चाहिँ तपाईँहरूसँग चाहिँ धेरै एप्लिकेसनहरू केही पनि चाहिँदैन है साथीहरू। सिम्पल चाहिँ तपाईँसँग चाहिँ एडिट गर्नको लागि, भिडियो एडिट गर्नको लागि क्यापकटहरू, इन्सर्टहरू, अनि त्यसपछि भिपिएन यस्तो के एप्लिकेसनहरू छ होइन, एउटा एप्लिकेसन भयो हुन्छ है। र त्यसको लागि अब म चाहिँ तपाईँलाई चाहिँ एकदम भिडियो एडिटसम्म चाहिँ र आउटपुट चाहिँ तपाईँलाई आउटपुटसम्म चाहिँ सिकाउँछु एकदम क्लियर भोइसमा है। एआई भोइस हो है साथीहरू यो। त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दा साथीहरू, कुनै एप्लिकेसन चाहिँ इन्स्टल गर्नुपर्छ। जस्तो चाहिँ म प्ले स्टोरमा जान्छु, सबैको मोबाइलमा प्ले स्टोर हुन्छ, प्ले स्टोर ओपन गर्नु होला। तपाईँलाई मनपर्ने चाहिँ क्यापकट अब अथवा इन्सर्ट, भिपिएन अथवा भिएन के हुन्छ त्यो चाहिँ इन्स्टल गर्नु होला। मैले चाहिँ तल सर्चमा गएर माथि गएर चाहिँ टाइप गरेर यहाँ इन्सर्ट टाइप गर्छु, INSHOT इन्सर्ट टाइप गरेर चाहिँ सर्च गर्छु। यस्तो इन्टरफेस आउँछ है साथीहरू। अनि यहाँ जुन इन्सर्टमा चाहिँ मेरो ओपन लेखेको छ, तपाईँको इन्स्टल आउन सक्छ होइन। इन्स्टल गर्नु होला, इन्स्टल गरिसकेपछि ओपन आउँछ है। अनि ओपन गर्नु होला यसरी है। ओपन गरिसकेपछि साथीहरू चाहिँ यस्तो इन्टरफेस आउँछ, पर्मिसनहरू माग्छ दिनु होला होइन। यस्तो इन्टरफेस आउँछ। अनि तल भिडियो छ हेर्नुहोस् त साथीहरू, हामीले बनाउने भिडियो है, भिडियो छ एकदम क्लियर भोइसमा गराउने हामीले। अनि त्यसपछि हामीले चाहिँ यहाँ न्यूमा जानु होला साथीहरू होइन। न्यूमा गइसकेपछि तपाईँले चाहिँ के एप्लिकेसन के चाहिँ क्लिप्सहरू तपाईँले खिच्नु भएको थियो है, तिनी क्लिप्सहरूलाई के गर्नु होला, एड गरिदिनु होला है। एउटा क्लिप्सहरूलाई चाहिँ एड गरिदिनु होला। म चाहिँ यो दुईवटा क्लिप्सहरूलाई चाहिँ के गरिदिन्छु, एड गरिदिन्छु। अनि त्यसपछि तल हेर्नुहोस् त साथीहरू, गुट्टा लगाएको छ है, त्यसमा चाहिँ के गर्नु होला, टिक लगाउनु होला। यसरी टिक लगाइसकेपछि यस्तो इन्टरफेस आउँछ साथीहरू है। अनि यस्तो इन्टरफेस आइसकेपछि अब हाम्रो चाहिँ यहाँ हेर्नुहोस् त, ओके भोइस होला, अथवा यसलाई भोइसलाई चाहिँ कटाउँ है, भोइसले कटाउँ। अब चाहिँ हाम्रो चाहिँ यहाँ एकदम राम्रो चाहिँ के गर्नु पर्यो, भोइस राख्नु पर्यो, एकदम मिठो भोइस राख्नु पर्यो है यसमा। छोटो हामीले चाहिँ 26 सेकेन्डको छ, योभन्दा नि सानो गराउँछौँ है। अब यसको लागि भोइस राख्नको लागि के गर्नुपर्छ भन्दाखेरि साथीहरू, हामीले चाहिँ फेरि चाहिँ ब्याक आउँ है। ब्याक आइसकेपछि साथीहरू सबैकोमा चाहिँ के छ भन्दा एउटा क्रोम भन्ने हुन्छ है, क्रोम भन्ने एप्लिकेसन होला, अथवा गुगल भन्ने एप्लिकेसन होला साथीहरू है। त्यहाँ जानु होला है। म क्रोममा गएँ साथीहरू, यहाँ यता क्रोम छ हेर्नुहोस्, क्रोममा क्लिक गरेँ। क्रोममा क्लिक गरिसकेपछि मैले यहाँ चाहिँ केही सर्च गर्छु है साथीहरू है। ल म सर्च बारमा गएर चाहिँ 11 ल्याब्स भोइस एआई भन्नेमा चाहिँ तपाईँले यसरी क्लिक गर्नु होला, अथवा सर्च गर्नु होला है। हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ है। अनि सर्च गरिसकेपछि यहाँ पनि यस्तो इन्टरफेस आउँछ सुरुमै है, त्यसमा चाहिँ के गर्नु होला, क्लिक गर्नु होला है साथीहरू। यसरी क्लिक गरिदिइसकेपछि हेर्नुहोस् त, तपाईँ लगइन मागेछ भने लगइन गर्नु होला होइन। लगइन मागिन्छ भने डाइरेक्ट स्टार्ट क्रिएटिङ भनेको छ नि, त्यहाँ चाहिँ क्लिक गरिदिनु होला है। त्यहाँ क्लिक गरिसकेपछि जस्ट टाइम चाहिँ के गर्छ, लोडिङ गर्न लाग्छ है साथीहरू। केही समय चाहिँ लोड गर्न लाग्छ। अब यस्तो इन्टरफेस आयो होइन। यस्तो इन्टरफेस आइसकेपछि हेर्नुहोस् त, यहाँ तल लेखेको छ साथीहरू, यो भोइसहरू यहाँ पनि दिएको छ होइन। तल लेखेको छ हेर्नुहोस् त, डिस्क्राइब योर भोइस ओभर लेखेको छ है। अनि यो चाहिँ माथि हेर्नुहोस् त, त्यहाँ एस लेखेर आयो नि। हाम्रो चाहिँ के छ भन्दाखेरि चाहिँ यो लगइन एउटा चाहिँ जिमेल आइडीसँग लगइन भइसकेको छ, तपाईँले नि लगइन गर्नुपर्ने हुन्छ है साथीहरू। ल डिस्क्राइब योर भोइस ओभर भनेको छ, यहाँ चाहिँ हामीले केही लेख्ने हो, केही गर्नु पर्दैन साथीहरू, यहाँ लेख्ने हो है। मैले चाहिँ नोटमा लेखेको थिएँ केही कुरा, म त्यही नोटमा भएको कुरालाई चाहिँ के गर्छु भन्दाखेरि चाहिँ ए टु जेड क्लिप्सको आधारमा चाहिँ तपाईँले गर्नुपर्छ है साथीहरू। क्लिप्समा के छ त्यति अनुसार चाहिँ तपाईँले यहाँ लेख्नुपर्छ। मैले के गर्छु भन्दा साथीहरू, यहाँ पेस्ट गरिदिन्छु है। ल यहाँ क्लिक गरेर चाहिँ के गरेँ, पेस्ट गरेँ। यति बेला भन्दा ल यति बेला हामी छौँ चुन्जाठाटी बजारमा। यहाँबाट थोरै बाटो उक्लेपछि पुग्छौँ भानुभक्त माध्यमिक माविमा। यो हो भानुभक्त मावि। यति लेखिसकेपछि तल हेर्नुहोस् त साथीहरू, त्यहाँ मुनि पाइ यहाँ लेखेको छ यो बेला भनेर लेखेको छ, त्यहाँ क्लिक गर्नुलाई त एरोमा। अनि यस्तो इन्टरफेस आउँछ। तपाईँलाई चाहिँ अब कुन चाहिँ भोइस राम्रो लाग्छ यहाँ प्ले गर्नुहोस् है। Soy esa voz que no solo se escucha, se siente. मैले Con el सुरुकै गर्नुलाई ठिक छ। अब जस्तो तपाईँले सिकाउनको लागि तपाईँले चाहिँ भोइसहरू धेरै छ होइन, तपाईँले चुज गर्नु होला। अनि हेर्नुहोस् त्यहाँ ल्याङ्ग्वेज छ है, इङ्ग्लिस लेखेको छ यहाँ। अनि ल्याङ्ग्वेजमा यता यो एरोमा क्लिक गरेर यहाँ यता एरोमा क्लिक गर्नुभयो भने ल्याङ्ग्वेज आउँछ होइन। यस्तो तल सार्नु होला है।
हल्का रुवा लाग्छ साथीहरू मलाई होइन, सिकाउन अलिकति नै गाह्रो भइरहेको छ। हाम्रो च्यानललाई सब्स्क्राइब चाहिँ गर्नु होला साथीहरू। भिडियो कस्तो लागेको छ, अहिलेसम्म बनाएको भिडियो कस्तो लाग्यो, अनि कमेन्ट गर्नु होला। र अहिले चाहिँ तपाईँलाई चाहिँ यो भिडियो पनि कस्तो लागिरहेको छ कमेन्ट गर्नु होला है साथीहरू। म हाम्रो चाहिँ नेपाल खोज्दैछु। ल नेपाल, सरी नेपाल देखिसकेको थियो, अलिकति चाहिँ तल सर्यो है। नेपाल नेपाल नेपाल, ल नेपाल। ल हामीले चाहिँ नेपालमा क्लिक गऱ्यौँ अनि हेर्नुहोस् तल जेनेरेट भनेको छ है, त्यहाँ गएर चाहिँ के गर्नु होला, क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि केही समयपछि चाहिँ जेनेरेट हुन्छ है। ल भोइस जेनेरेट भयो, माथि हुँदैछ हेर्नुहोस् त साथीहरू। ल गोप्रो लेखेको छ नि, त्यहाँ भइसक्यो, हुँदैछ है साथीहरू। ल भोइस चाहिँ भइसक्यो है साथीहरू, भोइस भइसक्यो। अब कस्तो आउँछ भोइस चाहिँ त्यो म तपाईँलाई सुनाउँछु है। ल यति बेला हामी छौँ चुन्जाटाटी बजारमा। यहाँबाट थोरै बाटो उक्लेपछि पुग्छौँ भानुभक्तमा। यो हो भानुभक्त मावि। ल यसरी भोइस बनिसक्यो नि साथीहरू होइन। बनिसकेपछि हामीले के गर्छौँ, यहाँ बिचमा कि यो जुन पेले गर्नुभन्दा माथितिर जुन जस्तो अक्षर लेखेँ नि, त्यहाँ क्लिक गर्नु होला होइन। त्यहाँ क्लिक गरिसकेपछि यसलाई चाहिँ इन्टु गरिदिनु होला है। अनि त्यहाँ क्लिक गरेपछि यस्तो आउँछ है साथीहरू है, यस्तो इन्टरफेस आउँछ। यसलाई चाहिँ ओपन गर्न मिल्छ कि फेरि पेले गर्न मिल्छ। यति बेला हामी छौँ ल भइरहोस्। अब हामीले चाहिँ तल अपग्रेडलाई चाहिँ इन्टु गरिदिन्छौँ। अनि तल हेर्नुहोस् त, अपग्रेडलाई इन्टु गरिसकेपछि डाउनलोड भन्ने छ नि है, त्यहाँ गएर चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गर्नको लागि चाहिँ त्यहाँ क्लिक गर्नु भने डाउनलोड हुन्छ है। अनि यहाँ हेर्नुहोस् त डाउनलोड अगेन भनेको छ, त्यहाँ गएर ट्याक्क क्लिक गर्नुभयो भने माथि ओपन डाउनलोड भइसक्यो। ओपनमा यो आइसक्यो है। अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ मिनिमाइज गरेर जुन एप्लिकेसनबाट हामीले चाहिँ बनाउँदै थियौँ नि, जस्तो इन्सर्टबाट बनाउँथ्यौँ होइन, त्यहाँ गएर चाहिँ के गर्छौँ, यसलाई चाहिँ भोइसलाई चाहिँ अडियोबाट भोइस राखिदिन्छौँ। जस्तो म्युजिक राख्छौँ नि साथीहरू, त्यस्तै गरेर राख्ने हो। यो टपको साथीहरू यति बेला हामी छौँ चुन्जाटाटी बजारमा। म राख्छु है। ल राखेँ। ल साथीहरू हल्का काटछाँट गरेर चाहिँ मिलाइयो है। अनि मिलाइसकेपछि यो त्यो त तपाईँले पनि चाहिँ अब भोइस अनुसार चाहिँ मिलाइहाल्नुहुन्छ होइन। मिलाइसकेपछि कस्तो आयो म तपाईँलाई सुनाउँछु है। यति बेला हामी छौँ चुन्जाटाटी बजारमा। यहाँबाट थोरै बाटो उक्लेपछि पुग्छौँ भानुभक्त माविमा। यो हो भानुभक्त मावि। बेला कस्तो मिठो चाहिँ आवाज आएको थियो है साथीहरू। म टोटल चाहिँ भिडियो तपाईँलाई देखाएँ होइन। यसरी चाहिँ तपाईँले चाहिँ भोइसहरू चाहिँ मिलाउन सक्नुहुन्छ एआईबाट। छोटो 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 भिडियो चाहिँ दिनमा चाहिँ 2-3टा भिडियोहरू चाहिँ बनाउन सक्नुहुन्छ साथीहरू है। यसरी चाहिँ क्लिप्सहरू चाहिँ ट्याक्क ल्याएर जोडेर चाहिँ पछिबाट भोइस ओभर चाहिँ एआईबाट बनाएर गर्न सक्नुहुन्छ। भ्युज पनि एकदम राम्रो गएको हुन्छ कि साथीहरू। तपाईँलाई हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो है, जस्तो लाग्यो त्यस्तै चाहिँ सल्लाह सुझाव चाहिँ हाम्रो चाहिँ कमेन्ट बक्समा दिनु होला। अब चाहिँ कस्ता भिडियो लिँदा अझ राम्रो हुन्छ होइन, त्यो पनि लेख्नु होला साथीहरू है। अनि गएर चाहिँ च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है। ल बाबाई, हामी चाहिँ अर्को भिडियो ल्याएर पुनः आउनेछौँ साथीहरू। बाबाई, सब्स्क्राइब चाहिँ गर्नु होला है। बाबाई।